बढ्यो बढ्छ फेरि तलतिर फेरि एकदम बढी ना एकदम बढेर त्यसो जाने त उता बस्छ उता जानेर बस्छ अनि जाने खाएर जाने बस्नु मासु पाकेपछि भात खाने अनि जाने बस्नु भेट्ने त नआउने फेरि चक्कर बाँधेर गर्नुहुन्छ एक धाबी 1000 रुपये भातसँग सब्जी चुई मुरै मु हो धेरै पऱ्यो अनि मासु कुकरमा पकाएर तपाईँले खान सक्नुहुन्छ कुकरमा सुकाएर खाने है अब त्यो मासु त भात पनि खानुपर्छ नि फेरि भात यति खाने मासु यति खाने भात यति खाने मासु यति खाने है गाइस आज हाम्रो घर बफेलोको मिट पाक्दैछ है भैँसीको मासु आई लभ भैँसीको मासु है गाइस कुखुराको चाहिँ मनै पर्दैन मिठो पनि लाग्दैन है अनि त्यो माथि अलिक बढी ठुलो खायो भने त्यही भएर कुखुराको भन्दा यही बेस्ट मिठो पनि मिठो स्वादिलो पनि स्वादिलो हेल्थलाई पनि राम्रो हुने है हेलो गाइस अघि पकाएको मासुको मुखबाङ गर्दैछु म ए आमा गाइस भ्लगमा पछाडि भात छ अगाडि पात छ यस्तै छ गाउँघरमा के गर्ने गाउँघरमा हाम्रो गाउँघरमा त होइन यो रतनपुर जनकपुरमा अघि मैले पकाएको भ्लग गरेको थिएँ नि गाइस भैँसीको मासु भनेर त्यही मासु हो यो यस्तो मिठो भन्छ नि तपाईँ देख्न सक्नुहुन्छ अनि यहाँको लोकल काँक्रा एउटा पुरी एउटा खिर हालेको क्या पुरी हातमै लिएर बसेर लिएर आएको म दुईवटा भाँडा मात्र लाउँछ मलाई यो भाँडा त हाम्रै हो नि त्यो खिर यो कटर मलाई आएको पुरी लिएर आएको म फेरि दुईजना आमाहरूलाई बहिनीलाई मासु दिएको मैले खाली गर्ने क्या अनलाइन चाहिँ जानु भने खाली बहिनी म दुई जाति गर्नु त्यो भाइलाई हामी देखेर रङ लाग्छ बिचरा पोखरी घुम्ने दिदी पोखरी घुम्ने दिदी
Nggak boleh istilah mahal kayak gocok kan. Kami bisa ada tinggal penting lagi receh masuk. Karena gue pergi gunung-gunung. Chưa? Hả? Hả? Bác đi hả? Chứ không được.